रागो बम्बई की रागो रागो बम्बई की रागो। Oh my God! हेलो एभ्रिवान, सबैजना नमस्ते, गुड मर्निङ। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। स्वागत छ तपाईँहरूलाई आजको भ्लगमा गाइज। अहिले त म रेडी भएर काममा जान लागेको। के हो काममा काँडा काट्न? सो गाइज, म त अहिले ठ्याक्कै यहाँ बजारमा देखिने डाँडामा आएर बसिरहेको छु, साथीको वेट गरेको। उता बजारमा उहाँ माथिबाट यहाँ तलसम्म क्या, यहाँ देखिएको छ नि यो छेकेर यो घरले, अनि त्यो सुन्तला गुटाले गर्दा यहाँबाट टक्क देखिन्छ सुन्तला फलेको बेलामा भैँलै। हाम्रो काले दाइ तिमी फुल फुलको फरिया फेर फुलहरू त्यहाँबाट आउँदैन गीत। अनि त बसिरह क्या कौन केटीसँग गरौ लागेर राति। अझै कसरी भन्दैन मेसेज गर्नु नि अझै केलु पल्लटी यसको भाले सुन्छन् नि त। अब छेउछेउमै छ नि कोठा, भिडियो कलमा अझै सुत्छ फोन गरेर साहले बोल्ने हो क्या। हेलो के गर्दैछौ? सन्चै छौ? खाना खायो कि खाएन? खाए। यत्रो आफै अन्त अल्को भएको छ, हामी अन्त अल्को भएको छ त। अनि लु अब खाना खाने टाइम भइसक्यो हाम्रो त है। अनि हामीले कति एउटा दुईवटा तिन चार पाँच छ सात आठ नौ 10 11 12वटा काटे रहेछ बिहानमा आएर। अनि अहिले त 10:30 भयो। अब त खाना खाइन्छ हामीले। एकदमै खाना चिल्लो बनाउनु लाग्यो, चिल्लो यस्तो छ नि, यस्तो यो के हो यो उम्रेछ नि यो जुन यो मैले यो छुएको, यसलाई तुथो लाउने हो नि टक्क जाने थियो। मलाई नि हाल्थ्यो नि त मानि ल तैँले धोइ। अनि त्यसपछि एकदम भोक लाग्छ होला नि। भोक के लाग्ने नि, म त बिहान 4 बजे त के पार्टी ल क्यामेरा भन्छ हात ड्राई चल्दैछ यहाँ। काँडाले लास्टै बनाइदिएछ यार। खाना खाने बेला चढाउँछ त यस्तो कुरा दिइरहेको। अङ्कल कता बिन जानुभयो अन्त? ओ खाना लिन ओइ ललित। अङ्कलले बिहान खाना के गर्ने भन्नुहुन्थ्यो?
पार्टी भयो पर्थ्यो यहाँ तिमीहरूले यहाँ त फोन हालेपछि बल्ल फोन आउनु थियो क्या मलाई म त भन्नै भोलि छु तिनीहरू खाना खाइकन आइछन् ल खाना पकाएर लगेर जा छिटो भन्नुहुन्छ छोडेर म आइजान्छ कहाँ बस्ने त नि बस्दिने भुइँमा थ्याच्चे लोकल पारामा अब जाँदैछ मेरो यस्तो क्या टक्क खोर्सानी खानु पर्छ ऊ 17 लाखको साउ यता हेरौँ त यता हेरौँ न 17 लाख 17 लाख कमाएर अनि कहाँ हुन्छ के त अहिले यार त्यहाँ एक रुपियाँ आउनु भन्न पाइदिन्छु 17 लाखको थालमा खाना खाइयो यार यस्तो अनि कहिले पनि नकाटेको काँडाहरू रहेछ मेरो हात दुखो तेरो अनि सुन्तलाको अनि फुलबारीको काँडा काटे यस्तो डाँडा छ अनि चिल्लो बनाउनु पर्छ त अनि यसलाई त यो काँडा काटेर अनि यो बिचबिचको सुकेको आँगा अनि त्यो चोराङ्गाहरू सब काटेर चिल्लो चिटी च्याट्टै आज हिमाल सुनारी सिग्नेचर स्पाइक हो त अनि समीर भाइ आज सिग्नेचर स्पाइक सो गाइज अहिले त हामीले सबै तीनजनाले भन्दा पनि दुईजनाले त्यो 20वटा बुटा काट्यो 1 बजेको छ अब त 1.5 घन्टा गरेर छुट्टी मकै भुट्टी एकछिन त रमाइलो गर्नु पर्यो नि आज त एक तिर्से दो निशाना जस्तो भयो भनौँ न यता काम पनि भयो पैसा पनि कमाइयो उता रमाइलो पनि भयो क्या आज अब गएर 2:30 बजे छुटेर उता गएर रमाइलो गर्नुपर्छ बल खेल्नुपर्छ होली खेल्नुपर्छ होली त हुँदैन होला कलर त कसले ल्याउने र अब पसलमा पनि राखेको छैनन् होला सायद तर बल त खेल्नु पर्यो सबैले रमाइलो गर्छन् साथीभाइहरूले अनि हामी दुईजना त अनि काम गर्दा त अनि अलि अल्छी लाग्छ नि एकछिन जानुपर्छ यो 17 लाखको बगान अनि एक ठाउँ यहाँ भयो एक ठाउँ अनि एक ठाउँ माथि अनि एक ठाउँ उता घरमा छ 17 लाख 17 लाखको बिटो समात्ने अन्त अनि मेरो हात त र काम छ होला सायद यो भिडियो त अनि घरबेटी नभएको बेला सुट्टा बनाएको फेरि घरबेटी आयो भने कामचोर मुखे त भन्दैनन् सुट्टा मन भने त सोच्छन् होला त्यही भएर सुट्टा बनाउनु पर्छ भिडियोहरू पानी खाम खाने चाउचाउ खाम नखाम गाउँघरको चिसो पानी खानुको मजा छुट्टै छ नि के भयो त अनि एउटा दुईटा मासु खाए पनि केही पनि हुँदैन क्या खाम अब चाउचाउ खाने टाइम 11 बजे खाना खाएको अहिले त चाउचाउ बस खानेमा त हामीलाई नि कसले सक्छ र यार रात थियो हामी नि फाइनल्ली आजको काम चाहिँ भ्याइयो हाम्रो चाहिँ अनि अब चाहिँ म साथी अनि एउटा भाइ यहीँ घरको भाइ चाहिँ अब ग्राउन्डमा गइन्छ
केटाहरू अघि नै गइसक्यो हामी त अहिले बल्ल आजको काम भेट्टाएर अफिसबाट भर्खर छुटेको अब त एकदम ग्राउन्डतिर गएर बल खेलिन्छ मजाले अब यहाँबाट सरसर गइन्छ अनि पर डाँडामा गएर एउटा सानो भिडियो बनाइन्छ सानो सर्ट भिडियो त्यही ग्राउन्डतिर गएर भेटौँ ल है त गाइज यस्तो दाउराहरू त म त दुई फ्याक हो कि फेरि म त डेन्जरलाई लोकल गाउँले स्टाइलमा अनि एकै सर्टमा फाक पार्नु पऱ्यो कि त 4-5 हान्दैन हुन्छ बिस्तारै नआत्तिकन गर्ने दुई फ्याक हो कि फेरि यस्तो ध्यान जाउँ मेहनती गाउँले रोज्नु चाहनुहुन्छ भने यहाँ सम्पर्क गर्नु सक्नुहुन्छ ऊ मेरो नम्बर चाहिँ 9805 त्यहाँ त आउनु यो नम्बरमा कन्ट्याक्ट गर्नु होला गाउँले अब घाँस दाउरा उकाली ओह्रालो सब गर्नुपर्छ ओके 2 फ्याक हो त नि फ्याक हो त 2 फ्याक हो डेन्जरलाई म त डेन्जरलाई खान्छु ओ रोशन मान्छे ओ माई गॉड केटाहरूलाई हुली लागेको आमा फेरि पनि अभि लगाउने खाली ठाउँ छैन त अनि ओइ सबित ओ सबित यो रातै भएको ओ गणेश भाइ हेर त यो डन यो बाघ ओमे ओ कृष्ण ह्याप्पी होली अरूले लगाइदिनु त्यस्तै हो गरे आफैले लगाउँदै ह्याप्पी होली थाकियो दिनभरि काम गर्ने बल खेल्ने थाकियो आज त खानासाना खाएर हात खुट्टा धोएर हल्का अलिअलि टाउको नुहाएर बसेको छु अब चाहिँ सुत्ने अब नेक्स्ट भिडियोमा भेटौँला है त ल अब यो भिडियोलाई त यहीँ